हामी भन्छौँ न भ्लग हो के गाइस आज हामी अब देवसिली जाँदैछौँ होइन। अब केटाहरू लाइफमा घुम्छन् तर मेरो लाइफमा चाहिँ म कहिले घुम्न पाइनँ। मलाई फर्स्ट टाइम हो। फर्स्ट टाइम केटाहरूसँग यस्तै राइडमा चाहिँ मेरो एकदम सानैदेखिको रहर थियो। साथीहरू यहाँ नै हिँड्नु न अहिले अझै हाल्नु थ्याङ्क यू, लभ यु अल। खै त त्यो ठगीहरू त आएन नि त। किन फर्केको सामान ज्याकेट छुट्यो कि लेदरको ज्याकेट बर्गर चोकमा पुराम भाइ। फाइनली गाइस फाइनली हामी चाहिँ यहाँ टुङ्गी बस्ने र पेट्रोल पम्पमा आइयो, तेल हालिदियो और हामी यहाँ लाग्यो। ल बिस्तारै केटाहरू ल भेटिसकेको छ, ठग्योहरू भेटिसकेको छ। बल्ल फाइनली ठग्यो। सुनेकै छैन है त्यसले त्यसै टेंशन न करके यार वीडियो होते हैं ये अगाडि हेर्नु पहिले आइटी अफ विवेकको भ्लगमा अहिले हामी देवसिली जाँदैछौँ। डाँडातिर चाहिँ पानी परिसकेको छ। भोलि चाहिँ दामी हुन्छ क्या मा। यस्तो डर लाग्छ हामी जाने चाहिँ भोलि जाने डाँडा हो घाटे छ यार।
कतिवटा डाँडा काटियो फाइनली केटाहरू मेरो गाउँमा आइसके बोके बोक नबोके घर जाने मस्त बनाए बवाल हो के सबैतिर है सबतिर हो दोस्त बवाल भिडियो गराएको नि होइन दोस्त बाटो यस्तो अफरोड बवाल दामी अफरोड छ यो अफरोड राइडिङ हान्नलाई हामी आइसक्यौँ बवाल गराइदिने दोस्त बवाल बादल त्यहीँ देखिसक्यो बादल हेर्नु हामी बादलको माथि लैजान्छु तिम्रो बादलको पारी उता गाउँतिर ध्यान गाउँतिर देखाऊ के अहिले मलाई ह्याङ भएर खासै धेरै गर्न सक्यो होइन मम्मीको फोन आइदिइसक्यो दोस्त भनेको घर बाटो त मखन रहिसक्यो र होइन बाटो चाहिँ अफरोडिङ बवाल हामी अहिले डाँडा बाँडा चढ्दै दोस्तले चलाउँदै आरामसँग चलाउनु होला खाल्टो खुल्टी धेरै छन् यो रुममा होइन दोस्त यो रुममा हो कि त्यो रुममा हो क्या केटा हो ट्राभल कस्तो भयो त नि आजको सर्टै सर्ट दामी होइन कस्तो भयो कस्तो भयो पर्बिन आजको लग्जरी दामी मजा आयो होइन स्वर्गमा गयो यस्तो चिसो हावाले यस्तो हान्यो माग छ बबालै मजा आयो हामीसँग छ के दोस्त हाम्रो साथीहरू यहाँ सबैजना आइसक्यो हम ल केटा हामी सबै फाइनली आइपुग्यौँ होइन नचार त तैँले नि खिचे मजा आयो हो कि होइन केटा हो धन्देउला